अब हामीले कुरा गर्दैछौँ के को बारेमा, वेभको बारेमा। अब वेभ भनेको चाहिँ के हो सुरुमा हामीले बुझ्नुपर्छ। अब वेभ भनेको के हो भन्दा जस्तै म एउटा म मान्छे यहाँ उभिएछु होइन। अब म यहाँ के गरेँ, बोल्न सुरु गरेँ, यसरी बोल्न सुरु गरेँ। अब मैले यहाँ बोल्न सुरु गरेपछि जस्तै म यहाँ यो म है, अब हल्का नराम्रो गर्ने अब माइन्ड गर्नु भएन। अब यो मान्छेले के गर्यो, बोल्न सुरु गर्यो। आफूले बोल्न सुरु गरेपछि आफ्नो नजिकको एउटा यहाँ हावा त हुन्छ, यहाँ के हुन्छ यस्तरी हावाहरू हुन्छ, के हुन्छ हावाहरू हुन्छ होइन। जस्तै यहाँ एउटा हावा थियो अरे, अब त्यो हावालाई भाइब्रेट गरेर के गरिदियो भन्दा माथि पुऱ्यायो अरे, भाइब्रेट गरेर माथि पुऱ्यायो अरे। अब फेरि यो हावाले के गर्यो भन्दा आफ्नो साइडको हावालाई प्रोपागेट गर्यो। फेरि यसले आफ्नो साइडकोलाई फेरि आफ्नो साइडकोलाई गर्दा 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 आफ्नो आफ्नो साइडमा भएको वेभ पार्टिकल हुन्छ नि। जस्तै यो हावाले वेभ यो हावालाई ढकाल्यो, यो हावाले ढकाल्यो, यो हावाले ढकाल्यो। त्यो गर्दा गर्दै हाम्रो के भयो, एउटा वेभ जस्तो के भयो, फ्लो भयो। के को रूपमा, हाम्रो साउन्डको रूपमा। त्यही भएर अर्को मान्छेले के गर्छ, यहाँ बसेको मान्छेले आवाज सुन्छ अनि त्यही अनुसारले के भन्छ वेभ ट्रान्सफर हुन्छ। अब यो ट्रान्सफर हुने बेला हाम्रो यहाँ भएको मास यहाँ पुगेको हो र होइन नि। यहाँ भएको पार्टिकलले आफ्नो साइडको पार्टिकललाई आफ्नो एनर्जी पास गरेको र यहाँको पार्टिकलले आफ्नो साइडमा भएको पार्टिकललाई के गर्यो, आफ्नो एनर्जी पास गरेको। भनेपछि वेभमा हाम्रो के हुँदो रहेछ भन्दा मास अथवा म्याटर ट्राभल गर्ने रहेनछ, तर के ट्राभल गर्दो रहेछ भन्दा हाम्रो एनर्जी ट्राभल गर्दो रहेछ। भनेपछि हो आफ्नो साइडको पार्टिकललाई ढकाल्दै अनि आफ्नो त्यो जुन अब्जर्भर हुन्छ नि, अब्जर्भरले सुन्नेसम्म हुन्छ नि, सुन्छ कि हो त्यो भनेको हाम्रो एनर्जी गएको, के गएको होइन, मास गएको होइन। अब हाम्रो वेभ चाहिँ डिफ्रेन्ट मिडियम अनुसार के गरिदिएको छ, डिभिजन गरिदिएको छ। जस्तै यो वेभ भयो, अब वेभलाई हाम्रो डिभिजन गरिदिएको छ। एउटा के वेभमा डिभिजन गरिदिएको छ भन्दा मेकानिकल वेभमा, अनि अर्को चाहिँ हाम्रो केमा गरिदिएको छ, नन मेकानिकल वेभमा। अब मेकानिकल वेभ भनेको के हो, मेकानिकल वेभ भनेको यस्तो वेभ हो जुन चाहिँ कुनै पनि मिडियममा डिपेन्ड गरेको हुन्छ कि मिडियम चाहिन्छ यसलाई प्रोपागेट हुनको लागि। भनेको एक ठाउँदेखि अर्को ठाउँ पुग्नको लागि, यहाँदेखि यहाँ पुग्नको लागि के चाहिन्छ र मिडियम चाहिन्छ कि हावा हुनु पऱ्यो, कि त सोलिड हुनु पऱ्यो, कि लिक्विड हुनु पऱ्यो होइन, कुनै न कुनै मिडियम हुनु पऱ्यो। तर नन मेकानिकल वेभमा के हुन्छ भन्दा केही पनि चाहिँदैन, यहाँ पानी भए पनि हुन्छ नभए पनि हुन्छ होइन, आफ्नो तरिकाले मजाले फ्लो हुन्छ। भनेको भ्याक्युममा नि हुन्छ, स्पेसमा नि ट्राभल गर्छ, जहाँ नि ट्राभल गर्छ हो। अब यस्तो नन मेकानिकल वेभको इक्जाम्पल चाहिँ हाम्रो के हो भन्दा लाइट हो, युभी रेज हो, यस्तो जे नि हुनसक्छ कि होइन। अब यसको इक्जाम्पल अझै मैले के दिन्छु भन्दा लेजर लाइट हुन्छ नि, लेजर लाइटले यस्तै भएपछि सिधा गरेर लाइट के हुन्छ, लाइट एक ठाउँदेखि अर्को ठाउँ पुग्छ नि हो। त्यो भनेको नि हाम्रो नन मेकानिकल वेभ हो, जुन भनेको हाम्रो के हो, इलेक्ट्रोम्याग्नेटिक वेभ हो। के हो, इलेक्ट्रोम्याग्नेटिक वेभ हो। अब इलेक्ट्रोम्याग्नेटिक वेभमा के टर्म्स छ भने यो ई भनेको के हो, इलेक्ट्रो, त्यसपछि एम भनेको के हो, म्याग्नेटिक। भनेपछि यहाँ इलेक्ट्रिक फिल्ड र म्याग्नेटिक फिल्डको क्या हुन्छ, रिलेसन आउँछ कि। अब हाम्रो इलेक्ट्रोम्याग्नेटिक वेभ कसरी प्रड्युस हुन्छ हेरौँ है त। अब हाम्रो लाइट भनेको के वास्तवमा फोटोन्स हो, फोटोन्स भनेको के हो, हाम्रो इलेक्ट्रोन मुभ गरेर चाहिँ हो नि त। अब के हुँदो रहेछ भन्दा हाम्रो के भन्छ उसमा के इलेक्ट्रोम्याग्नेटिक वेभमा यहाँबाट कुनै पनि इलेक्ट्रोन एउटा मुभ गर्न थाल्यो अरे। अब त्यो मुभ गर्दाखेरि चाहिँ भनेको कुनै पनि एउटा चिज के जस्तै लाइट भयो नि, लाइट यहाँबाट ट्राभल गर्न थाल्यो अरे। भनेपछि लाइट कसरी ट्राभल गर्दो रहेछ, मिडियमको बिना के, मिडियमको हेल्प, विदाउट हेल्प अफ मिडियम के कसरी ट्राभल गर्छ भन्दा आफ्नो माथिबाट यस्तरी के गरिदिन्छ भन्दा इलेक्ट्रिक फिल्ड के हुन्छ, ट्राभल गराइदिन्छ। र ठ्याक्कै यही इलेक्ट्रिक फिल्डको पर्पेन्डिकुलर हुने गरी के हुन्छ, म्याग्नेटिक फिल्ड के हुन्छ, यस्तरी के अरे ट्राभल गराइदिन्छ हो। यो इलेक्ट्रिक फिल्ड र म्याग्नेटिक फिल्ड पर्पेन्डिकुलर हुने गरी बिचबाट सिधा पास हुन सक्यो नि त, कुनै मिडियम चाहिएन यसलाई, आफ्नो मिडियम आफै बनायो यसले। भनेको के हो, क्रस फिल्ड जस्तो काम गर्यो कि नै, हामीले क्रस फिल्ड पढेको नि पहिला मोडर्न फिजिक्समा। इलेक्ट्रिक फिल्ड र म्याग्नेटिक फिल्ड पर्पेन्डिकुलर भयो भने हाम्रो क्रस फिल्ड लाग्छ हो। त्यस्तै केस के भयो, एमा पनि भयो। र हाम्रो इलेक्ट्रोम्याग्नेटिक वेभलाई विदाउट एनी मिडियम सिधै पास गर्न सक्यो। तर हाम्रो मेकानिकल वेभमा त्यस्तो हुँदैन। हाम्रो मेकानिकल वेभको इक्जाम्पल के हो, जस्तै हामी नर्मली आफ्नो डेली लाइफमा बोल्छौँ, त्यो मेकानिकल वेभ हो। मैले जस्तै अब यहाँ हाने आवाज प्रड्युस भयो, त्यो नि के हो, मेकानिकल वेभ हो। अब यसको इक्जाम्पल चाहिँ अब यसलाई फेरि डिभिजन गरिदिएको हो, केमा डिभिजन गरिदिएको छ भन्दा ट्रान्सभर्स वेभमा डिभिजन गरिदिएको छ, र अर्को केमा गरिदिएको छ भन्दा लङ्गिट्युडनल वेभमा डिभिजन गरिदिएको छ। केमा, लङ्गिट्युडनल वेभ। अब हामीले जुन नर्मल लाइफमा बोल्छौँ नि, बोल्ने भनेको के हो, यो लङ्गिट्युडनल वेभको। यो भनेको हामीले बोल्छौँ नि, साउन्ड प्रड्युस्ड बाई म्यान होइन, एन्ड लिसन्ड बाई समवान, लिसन्ड बाई एनीवान होइन, लिसन्ड बाई एनीवान। यो भनेको के लङ्गिट्युडनल हो कि, लङ्गिट्युडनल वेभ हो। यो भनेको के हुन्छ भन्दा लङ्गिट्युडनल वेभ के हुन्छ, एयरमा नि ट्राभल गर्छ, लिक्विडमा नि ट्राभल गर्छ, तर हाम्रो केमा, सोलिडमा ट्राभल गर्न सक्दैन। अब ट्रान्सभर्स वेभ के हुन्छ भन्दा चाहिँ यो चाहिँ हाम्रो जस्ट सोलिडमा ट्राभल गर्न सक्छ। र एउटा केस छ, एउटा एक्स्ट्रा केस के भन्दा यो याद गर्नुपर्छ, सर्फेस अफ लिक्विडमा, सर्फेस अफ लिक्विडमा नि के हुन्छ, ट्रान्सभर्स वेभ ट्राभल गर्न सक्छ।
अब ट्रान्सभर्स वेभ र लङ्गिट्युडनल वेभको डिफरेन्स के हो भन्दा दुइटैमा के हुने भन्दा वेभ प्रोपागेट हुने हो एक ठाउँदेखि अर्को ठाउँमा के को प्रेसेन्समा कुनै पनि मिडियमको प्रेसेन्समा हुने हो जुन भनेकै मेकानिकल वेभ हो। अब यिनी दुइटामा डिफरेन्स के छ त? अब यिनी दुइटामा डिफरेन्स के हो भन्दा चाहिँ ट्रान्सभर्स वेभमा के हुन्छ भन्दा जस्तै यहाँ कुनै पनि एउटा पार्टिकल छ। अब यो पार्टिकल मुभ हुने बेला के हुन्छ भन्दा जस्तै एउटा हामीले के गरेर इमेजिनरी एउटा लाइन बनाइदिने कि हो। अब एउटा इमेजिनरी लाइन हुन्छ। अब यही लाइनको सिधा के हुन्छ वेभ प्रोपागेट हुने हो अरे कि यहाँदेखि यहाँ पुग्ने हो अरे के वेभ होइन। अब एउटा बेस लाइन मानेर कसरी पार्टिकलहरू भाइब्रेट गरेका हुन्छ भन्दा सुरु माथि जान्छ तल आउँछ फेरि माथि जान्छ फेरि तल आउँछ फेरि माथि जान्छ तल आउँछ भन्न खोजेको यो पार्टिकल यता ढगाल्छ यो पार्टिकल यता ढगाल्छ फेरि यो पार्टिकल आफ्नो साइडको पार्टिकललाई ढगाल्छ गर्दा गर्दै तलदेखि माथि फेरि माथि फेरि तल माथि गरिराख्छ कि भनेको यहाँ छ नि यो लाइन छ नि यो लाइनसँग सधैँ के हुन्छ पर्पेन्डिकुलर डिस्टेन्स बनाउँछ के हुन्छ पर्पेन्डिकुलर डिस्टेन्स हो यस्तो बनाउँछ। यसलाई नि हाम्रो के हुन्छ भन्छ ट्रान्सभर्स वेभ भन्दो रहेछ। यस्तो चिज केमा हुन्छ सधैँ सोलिड र सर्फेस अफ लिक्विडमा मात्रै हुँदो रहेछ क्या। जस्तै मैले यहाँ ढकढक गरेँ नि यो पनि के हो ट्रान्सभर्स वेभ हो। अब अर्को सर्फेस अफ लिक्विड भने सर्फेस अफ लिक्विड के हो त? जस्तै मैले ढुङ्गा छ नि ढुङ्गा कुनै पनि पानीमा यस्तो फालिदिएँ। अब हाम्रो के हुन्छ भन्दा सुरुमा पानी यहाँसम्म पुग्छ फेरि यहाँ पुग्छ फेरि यहाँ वेभ कि जस्तै मैले यहाँ ढुङ्गा फालिदिएँ यो एउटा लेक हो यहाँ मैले ढुङ्गा फालिदिएँ भनेपछि यसको साइडमा वेभहरू प्रोपागेट हुन्छ कि यहाँ पुग्छ नि यो सबै के हो भन्दा हाम्रो ट्रान्सभर्स वेभ हो। अनि यो भनेको यहाँ वेभ प्रोपागेट भयो नि यो ट्रान्सभर्स वेभ प्लस लङ्गिट्युडनल वेभ दुइटै वेभ हो। किनभने यहाँबाट जुन साइडमा गयो नि यहाँ साइडमा गयो फेरि यहाँ साइडमा गयो त्यो हो ट्रान्सभर्स वेभ हो। तर फेरि यहाँ एउटा छाल प्रड्युस हुन्छ नि यस्तै गरेर छाल प्रड्युस हुन्छ नि यस्तरी छालहरू पनि प्रड्युस हुन्छ कि त्यहाँ लङ्गिट्युडनल वेभ नि हो कि त्यो फेरि त्यही भएर हाम्रो यदि क्वेसनले यदि हामीले ढुङ्गा फाल्ने बेला पानीमा ढुङ्गा फाल्यौँ भने कुन वेभ प्रड्युस हुन्छ भनेपछि चाहिँ ट्रान्सभर्स वेभ प्लस लङ्गिट्युडनल वेभ दुइटैमा टिक लाउनुपर्छ। अनि त्यसपछि ट्रान्सभर्स वेभ भनेको त्यही हो इफ the particles of wave travels or propagates perpendicular to the propagation of wave भनेको नि ट्रान्सभर्स वेभ भयो। अब लङ्गिट्युडनल वेभ भनेको के हो त? लङ्गिट्युडनल वेभ भनेको के भन्दा जस्तै लङ्गिट्युडनल वेभ भनेको चाहिँ के हो भन्दा यदि यो यहाँ वेभहरू छ यहाँ वेभहरू के हुन्छ भन्दा जस्तै एउटा यिनीहरू सबै वेभ हो क्या वेभहरू छ है एउटा कुनै पनि एयर भयो यसो युनिफर्मली छ। अब तिमीले यहाँ एउटा मान्छे छ मान्छेले के गर्यो बोल्न सुरु गर्यो मान्छेले बोल्न सुरु गरेपछि यहाँ ढक्का लाग्यो भनेको यहाँ के अरे प्रेसर जेनेरेट भयो कि प्रेसर जेनेरेट भएपछि के हुन्छ पुरा यहाँ यत्रो पार्टिकलहरू जम्मा भयो। त्यस फेरि यो के हुन्छ रिल्याक्स हुन्छ यहाँ रिल्याक्स भयो फेरि के हुन्छ कम्प्रेस हुन्छ फेरि कम्प्रेस हुन्छ क्या अनि यो कम्प्रेस भनेको एकदमै धेरै देखाएको कम्प्रेस हुन्छ फेरि के हुन्छ यहाँ रिल्याक्स हुन्छ यो फेरि यहाँ के हुन्छ फेरि कम्प्रेस हुन्छ फेरि रिल्याक्स हुन्छ कम्प्रेसन रियर फ्याक्सन कम्प्रेसन रियर फ्याक्सन कम्प्रेसन रियर फ्याक्सन यस्तै हुँदै हुँदै एउटा ठाउँदेखि अर्को ठाउँ पुग्यो भने त्यसलाई के भन्छ अन्त लङ्गिट्युडनल वेभ भन्छ। अब हेर यदि मैले यसलाई यस्तरी राखिदिएँ भने यहाँ कुनै पनि जस्तै यहाँ मैले बेस लाइन यहाँ गराएको थिएँ नि यस्तै गरेर यहाँ नि कुनै एउटा प्रोपागेसन वेभको एउटा बाटो डाइरेक्सन बनाइदिएँ भने हेर्न सकिन्छ यहाँ वेभ पार्टिकल्सहरू के भयो सिधै ठ्याक्कै यसको प्यारल तरिकाले मुभ भयो कि यहाँले साइडमा ढगाल्यो साइडले ढगाल्यो भन्दै यस्तै सट्ट यसरी यहाँ यसरी मुभ गऱ्यो तर यसमा त कसरी गरेको थियो यस्तरी मुभ गरेको थियो पर्पेन्डिकुलर गराएर तर यहाँ प्यारलली मुभ गऱ्यो। त्यो इन्ट्राको डिफ्रेन्स के रहेछ भन्दा प्रोपागेसन अफ वेभको पर्पेन्डिकुलरली यदि पार्टिकल्सहरू ट्राभल गरेको छ नि त्यसलाई ट्रान्सभर्स वेभ भन्छ। तर यदि हामीले बोलेको वेभ छ नि यदि प्यारलली के वेभ अफ प्रोपागेसन के हो प्यारलली ट्राभल गरिरहेको छ भने त्यसलाई के भन्छ लङ्गिट्युडनल वेभ भन्छन्। अब त्यही भएर हामीले बोलेको जस्तै हामीले बोल्छौँ नि त्यो भनेको यो लङ्गिट्युडनल वेभ हो। यो लङ्गिट्युडनल वेभ कहाँ सुनिन्छ भन्दा हाम्रो एयरमा सुनिन्छ अनि लिक्विडमा सुनिन्छ। अहिले हामीले बोलिरहँ अनि तिमीले सुनिरहौ त्यो के हो त्यो भनेको हाम्रो लङ्गिट्युडनल वेभ हो। अनि लिक्विडमा के हुन्छ हामीले लिक्विडको भित्र गएर होइन भित्रै गयौँ रे इमर्स्ड भयौँ कि लिक्विडमा अनि हामीले ढुङ्गा यसरी ढ्याङढ्याङ पाऱ्यौँ रे अब त्यो पनि के भयो हाम्रो लङ्गिट्युडनल वेभ भयो। त्यो सबै कुरा भयो लङ्गिट्युडनल वेभमा पर्छ त्यसपछि यो ट्रान्सभर्स वेभमा पर्छ। अब हाम्रो यहाँ कुरा के हुन्छ भन्दा ग्राफ दिन्छ दुईवटा ग्राफ हुन्छ क्या। अब एउटा ग्राफ के हुन्छ भन्दा यहाँ डिस्प्लेसमेन्ट ग्राफ हुन्छ अनि यो चाहिँ डिस्प्लेसमेन्ट अफ पार्टिकलवाला भयो। यो चाहिँ के हो एक्स भनेको चाहिँ के हो डिस्प्लेसमेन्ट अफ वेभ भन्न खोजेको यो एउटा वेभ हो अनि यहाँ मैले वेभ प्रड्युस गर्दैछु रे अब वेभ यस्तरी ट्राभल गर्यो। अब यो वाइ र एक्स ग्राफ भनेको यो भनेको वेभ कसरी ट्राभल गर्यो भन्न खोजेको हो कि ओभरअल वेभ हुन्छ नि एउटा ठाउँदेखि अर्को ठाउँ कसरी पुग्यो। यहाँ एउटा मान्छे छ अनि यहाँ अर्को मान्छे छ अब यसले बोल्न सुरु गर्यो अनि यसले सुनिराख्यो कि अब यो मान्छेले यहाँदेखि यसले बोल्दाखेरि यसले सुन्दासम्मको यो वेभको ग्राफ हुन्छ नि यो भनेको वाइ र एक्सले दिन्छ। तर अर्को एउटा ग्राफ आउँछ के को ग्राफ आउँछ वाइ र टी को ग्राफ आउँछ। यो भनेको डिस्प्लेसमेन्ट र टाइमको ग्राफ यो ग्राफ नि के हुन्छ सेम हुन्छ छुट्याउन सकिन्न। तर यसमा फरक के हुन्छ भन्दा चाहिँ यहाँ मान्छे र यहाँ मान्छे हुन्न कि यो ग्राफ सबै भनेको जस्तै एउटा पार्टिकललाई लियो कि एउटा पोइन्टलाई लियो जस्तै यहाँ पुरै वेभ यस्तरी ट्राभल गरिरहेको छ नि त
हो यसरी ट्राभल गर्ने बेला एउटा पार्टिकललाई मात्रै लियो कि एउटा ठाउँलाई कि यो ठाउँलाई मात्रै लिएर यो वेभलाई मात्रै हेऱ्यो कि सुरुमा यो वेभ फर्स्ट सेकेन्डमा यहाँ थियो अरे, सेकेन्डमा यहाँ माथि पुग्यो अरे, थर्ड सेकेन्डमा यहाँ पुग्यो अरे, यहाँ तल तल गर्दा गर्दै यो सबै के को ग्राफ रहेछ, यो पुरै ग्राफ के को रहेछ, जम्मा यो पोइन्टको ग्राफ मात्रै रहेछ, एउटा पार्टिकलको ग्राफ रहेछ। तर यो सबै के को रहेछ, ओभरअल वेभकै ग्राफ रहेछ क्या। यो मान्छेले सुन्दादेखि यो मान्छेले भन्दादेखि यो मान्छेले सुन्दासम्मको ग्राफ भनेको के हो, यो ग्राफ। तर यो ग्राफ भनेको के हो, जम्मा यो पोइन्टको ग्राफ रहेछ क्या। यो पोइन्टको फर्स्ट सेकेन्डमा के भन्छ 0 सेकेन्डमा यहाँ छ अरे होइन, यो पोइन्ट के यो ठाउँ के होइन, त्यो चाहिँ T/2 सेकेन्डमा के T/4 सेकेन्डमा भनौँ न, T/4 सेकेन्डमा यहाँ पुग्यो अरे भन्न खोजेको, यो ठाउँ कहाँ पुग्यो अरे, यहाँ पुग्यो अरे के। अब फेरि हाम्रो के हुन्छ T/2 सेकेन्डमा, T/2 सेकेन्डमा फेरि कहाँ पुग्यो अरे, फेरि आफ्नै ठाउँमा पुग्यो अरे। फेरि हाम्रो के आउँछ यो 3T/4 हुन्छ अरे, फेरि त्यहाँ कति बेर कहाँ पुग्यो अरे, यहाँ पुग्यो अरे। फेरि हाम्रो यो के हुन्छ T सेकेन्डमा, फेरि 1 सेकेन्ड भनेको टाइम T हुने बेला चाहिँ फेरि आफ्नो ठाउँमा पुग्यो अरे। भनेको यही पार्टिकल तलमाथि आफ्नो ठाउँमा कि माथि तल कति गऱ्यो त भनेको ग्राफ भनेकै यो ग्राफ हो। त्यो चाहिँ अझै राम्ररी बुझ्नु पर्दा चाहिँ अब बुकमा एउटा दिएको छ ग्राफ, त्यो हेरेपछि अझै राम्ररी बुझिन्छ। अब यो ग्राफ देख्यो नि, यो ग्राफ के को ग्राफ हो भन्दा चाहिँ एउटा पार्टिकलको भनेको एउटा वेभकै ग्राफ हो। तर कसरी ट्राभल गरेको छ हेरौँ है। सुरुमा 0 सेकेन्डमा के हो, केही पनि मुभ गरेको छैन, केही पनि छैन कि टाइम 0 हुने बेला सुरुमा केही पनि छैन, यो पार्टिकल आफ्नो ठाउँमा रेस्टमै छ कि। अब यो पार्टिकल के भयो भन्दा आफूले ढक्का पायो भनेको मैले बोल्न सुरु गरेँ कि, जस्तै यहाँ मान्छे छ नि, यो मान्छेले बोल्न सुरु गर्यो भनेपछि आफ्नो नजिकको पार्टिकल के भयो, भाइब्रेट गरेर माथि पुग्यो अरे होइन। अनि आफ्नो एनर्जी के हो, साइडको पार्टिकललाई पास गर्न लायो अरे होइन। अब फेरि अर्को फेरि अझै हल्का एकछिनपछि हेर्ने हो भने यो पार्टिकलले अब यो पार्टिकललाई एनर्जी दिनु पऱ्यो हो। अब यो पार्टिकल आफू हल्का माथि गएर यसलाई एनर्जी दिन्छ, फेरि आफू यो पार्टिकलले यसलाई एनर्जी दिनु पऱ्यो हो। तल हेरौँ फेरि यो पार्टिकल आफू हल्का माथि गएर यसलाई एनर्जी दिन्छ, तर हामीले यता साइडमा हेर्दै गर्नु पऱ्यो। यो पार्टिकल यहाँदेखि अब के भयो, घट्न सुरु भयो। किन घट्न सुरु भयो भन्दा एनर्जी ट्रान्सफर भएर यता आउँदैछ भनेको आफूभन्दा साइडको पार्टिकललाई धेरै एनर्जी गराउनु पऱ्यो। आफू चाहिँ के भयो, घट्दै गयो। अब यहाँ हेर्दा त घट्यो। अब यो पार्टिकलले के गर्यो, आफ्नो साइडको पार्टिकललाई दिनु पऱ्यो, यहाँ दियो, आफू हल्का माथि गयो। अब चाहिँ यो 3 भन्ने कहाँको म्याक्सिमममा पुगिसक्यो। अब फेरि 5ले 6लाई हल्का एनर्जी दिनु पऱ्यो। अब फेरि हेरौँ है, यहाँ चाहिँ घटिरहेको, फेरि यहाँ यस्तो किन तल आइरहेको, किनकि यहाँको एनर्जी के हो, लस हुँदैछ, यहाँ एनर्जी के बढ्दैछ। त्यस्तै गरेर फेरि यहाँ यसलाई एनर्जी दियो। अब फेरि यसले आफ्नो साइडको एनर्जी दिनु पऱ्यो, साइडको एनर्जी आफू चाहिँ हल्का माथि गयो। अनि यहाँ पनि के गर्यो, 8ले 9लाई दिनु पऱ्यो भनेपछि 9सँग हल्का एनर्जी आयो, 8 हल्का आफू माथि गयो हो। यो भनेको हाम्रो के वेभ कसरी प्रोपागेट गर्दो रहेछ भन्ने एउटा ग्राफ हो। अब चाहिँ हाम्रो एउटा फेज डिफ्रेन्स र पाथ डिफ्रेन्स आउँछ। अब फेज डिफ्रेन्स र पाथ डिफ्रेन्स भनेको के हो त, अब मैले भन्छु कि फेज डिफ्रेन्स र पाथ डिफ्रेन्स भनेको के भन्दा मैले यहाँ साइडमा लेख्छु सुरुमा फेज डिफ्रेन्स र अर्को के हुन्छ, पाथ डिफ्रेन्स। अब फेज भन्ने बित्तिकै हाम्रो के एउटा एङ्गल जस्तो टर्म आउँछ नि, थीटा जस्तो टर्म। पाथ भनेको चाहिँ नर्मली हामी आफ्नो डिस्प्लेसमेन्टवाला पाथ हुन्छ नि, नर्मली हिँड्छौँ नि, त्यो नै हाम्रो पाथ हो। अब त्यसपछि मैले यहाँ एउटा वेभ छ, एउटा वेभ यहाँदेखि यहाँ एउटा मान्छेदेखि अर्को ठाउँसम्म के गरेँ, मुभ गरेछ। अब मैले एउटा पोइन्ट यो लिएँ, अनि अर्को पोइन्ट मैले यो लिएँ अरे है, एउटा पोइन्ट यो लिएँ, अर्को पोइन्ट यो लिएँ अरे। अब एउटा पार्टिकल यसरी यहाँ लिनियर डिस्टेन्स कि यहाँ आफूले पुरै यस्तरी लिनियर डिस्टेन्स कति ट्राभल गर्यो त भनेको के हो, पाथ डिफ्रेन्स हो। अब त्यहीलाई मैले एङ्गलको टर्ममा देखाएँ भने त्यो के हो, फेज डिफ्रेन्स हो। अब मैले पाथको टर्ममा देखाउँछु, पाथको टर्ममा योदेखि यहाँको डिस्टेन्स के हुँदो रहेछ भन्दा ल्याम्डा हुँदो रहेछ। तर यहीलाई मैले एङ्गलको टर्ममा हेरेँ भने के हुँदो रहेछ, 2π हुँदो रहेछ। 2π भनेको 360 हुँदो रहेछ होइन, 2π हुँदो रहेछ क्या अब एङ्गलको टर्ममा। तर हाम्रो पाथको टर्ममा के हुँदो रहेछ, ल्याम्डा हुँदो रहेछ। भनेपछि हाम्रो यदि ल्याम्डा पाथ छ भने हाम्रो फेज कति हुँदो रहेछ त, 2π के हुँदो रहेछ, फेज हुँदो रहेछ। भनेपछि हाम्रो 1 पाथ छ भने हाम्रो 2/ल्याम्डा फेज हुँदो रहेछ होइन। भनेपछि एक्स पाथ छ भने के हुन्छ, 2/ल्याम्डा इन्टु एक्स फेज हुँदो रहेछ। भनेपछि हाम्रो पाथ डिफ्रेन्सको फर्मुला के रहेछ, पाथ डिफ्रेन्सको फर्मुला 2/ल्याम्डा इन्टु एक्स रहेछ। के को फर्मुला, पाथ डिफ्रेन्सको फर्मुला। अब त्यसपछि यही कुरामा अब यसमा के भयो भन्दा वेभको एउटा इक्वेसन नि दियो कि, जुन y इजिकल टु आर साइन ओमेगा टी, y इजिकल टु आर साइन भनेको अथवा ए साइन ओमेगा टी भनिदिउँ न, केही भएन। ए भनेको के हाम्रो एम्प्लिट्युड हो। एम्प्लिट्युड भनेको के हो, यो म्याक्सिमम डिस्टेन्स भनेको के हो, एम्प्लिट्युड हो। त्यसपछि हाम्रो एउटा लङ्गिट्युडनल वेभमा भन्नु मैले बिर्सेछु, यदि हामी लङ्गिट्युडनल वेभलाई ग्राफको टर्ममा यसरी देखाइदिउँ भने माथिको अप्पर मोस्ट पार्टलाई हाम्रो के भन्छ भन्दा क्रिस्ट भन्छौँ, र तलको पार्टलाई के भन्छौँ हामीले, ट्रफ भन्छौँ। त्यो नि बुझ्नु पऱ्यो। तर हाम्रो ट्रान्सभर्स वेभलाई के भन्छ भन्दा यो माथि एम्प्लिट्युड भयो। अब त्यही एम्प्लिट्युड भनेको म्याक्सिमम डिस्टेन्स भनौँ न, माथिको म्याक्सिमम डिस्टेन्स चाहिँ हामीले एम्प्लिट्युड भन्छौँ। अनि त्यसपछि हाम्रो y इजिकल टु ए साइन ओमेगा टी भयो होइन। हो यो ओमेगा टी भनेको के हो, एङ्गल भनेको के हो, फेज हो हाम्रो होइन। अब त्यसपछि अर्को के बुझ्नुपर्छ भन्दा यो भनेको हाम्रो y भनेको के हो, पार्टिकल हो।
पार्टिकलको हाम्रो एउटा वेभको ग्राफ के रहेछ यो भनेको वेभको हाम्रो कसरी मुभ गरेको रहेछ, कति डिस्प्लेसमेन्ट मुभ गरेको रहेछ। जस्तै एउटा पार्टिकल छ, यो कति माथि गयो त भन्ने कुरा हुन्छ नि, यो इक्वेसनले दिँदो रहेछ क्या। अब त्यसपछि हाम्रो यसकै भेलोसिटी पत्ता लगाउनु पऱ्यो भने के गर्नुपर्छ, dy/dt। वाइ भनेको त डिस्प्लेसमेन्ट हो, डिस्प्लेसमेन्ट अफ वान टाइम टेकन भनेको भेलोसिटी हो कि नै। भनेपछि हाम्रो ए ओमेगा कस ओमेगा टी हुन्छ, यसलाई डेरिभेटिभ गर्ने हो भने क्या। dy/dt भनेको के भेलोसिटी छ, भेलोसिटीको फर्मुला के आउँछ फेरि ए ओमेगा, यसरी आउँछ भेलोसिटीको फर्मुला। सबै कुरा यही हो। त्यसपछि हामीले अझै बुझ्नुपर्छ, के बुझ्नुपर्छ भन्दा वेभ भेलोसिटी र वेभ भेलोसिटीको डिफ्रेन्स र हाम्रो के हुन्छ पार्टिकल भेलोसिटीको डिफ्रेन्स। अब हाम्रो वेभ भेलोसिटी भनेको के हो, ओभरअल वेभ। यहाँ भनेको थियो नि एउटा मान्छेले भन्दादेखि अर्को मान्छेले सुन्दासम्म भनेको के हो, त्यो भनेको वेभ हो। के गयो, वेभ गयो। तर त्यही एउटा पार्टिकललाई मात्र हामीले हेऱ्यौँ भने, हरेक टाइम पिरियडमा हेऱ्यौँ भने त्यो भनेको के हो, पार्टिकल हो। अब यही पार्टिकलको भेलोसिटी हेऱ्यौँ भने त्यसलाई पार्टिकल भेलोसिटी भन्छौँ। तर यहाँ वेभको भेलोसिटी हेऱ्यौँ भने एउटा वेभ यहाँदेखि यहाँ कति सेकेन्डमा पुगेको त भन्ने कुरा हेऱ्यौँ भने त्यसलाई वेभ भेलोसिटी भन्छौँ। अब वेभ भेलोसिटी निकाल्ने फर्मुला हाम्रो के हो भन्दा चाहिँ, हाम्रो वेभ भेलोसिटी निकाल्ने फर्मुला के भन्दा भेलोसिटी इज इक्वल टु डिस्टेन्स अपन टाइम टेकन। किनकि वेभ भनेको नर्मल भेलोसिटी भयो, एउटा ठाउँदेखि अर्को ठाउँ पुग्दासम्म कि एउटा मान्छेले भन्दादेखि अर्को मान्छे सुन्दासम्मको डिस्टेन्स भयो, जुन भनेको ल्याम्डा हो, अनि अपन टी भयो। यो भनेको हाम्रो के हो, वेभ भेलोसिटी हो। अब हामीले भेलोसिटी अब 1/t भनेको फ्रिक्वेन्सी हो कि नै, 1/t भनेको फ्रिक्वेन्सी हो भने फ्रिक्वेन्सी इन्टु ल्याम्डा लेख्न पाइयो, यसलाई पाइयो नि त होइन। अब पार्टिकल भेलोसिटी भनेको के हो त, पार्टिकल भेलोसिटी भनेको के होइन, भर्खर मैले अघि पार्टिकलको जुन इक्वेसन निस्क्यो नि, यो इक्वेसन के हो, वेभको इक्वेसन हो नि, भनेको पार्टिकलको इक्वेसन हो नि, हो यो पार्टिकल इक्वेसनलाई हामीले डिटीले डिफ्रेन्सिएट गऱ्यौँ भने यो जुन भ्यालु निस्किन्छ नि ए ओमेगा कस ओमेगा टी, यो भनेकै हाम्रो के हो भन्दा पार्टिकलको भेलोसिटी हो। अब यो पार्टिकलको भेलोसिटी हो। अब यसको भेलोसिटी कति म्याक्सिमम, पार्टिकलको भेलोसिटी कति म्याक्सिमम हुँदो रहेछ त, जब यो कस ओमेगा टीको भ्यालु 1 हुन्छ र हाम्रो म्याक्सिमम भ्यालु ए ओमेगा हुँदो रहेछ, योभन्दा बढी हुन सक्दो रहेनछ। यति कुरा हो।